शुक्रबार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको उडान नम्बर RA 416 को A320 न्यारोबडी जहाज काठमाडौँको आकाशमा फन्को मार्यो। अवतरणका लागि फन्को मारिरहेको विमान अवतरण हुन सकेन। त्यसपछि त्यो विमान सिधै भारततर्फ गयो। भारतको कोलकाता पुगेर सो विमान अवतरण गर्यो। शुक्रबार बिहानको यो घटनापछि नेपालमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलको औचित्यमाथि प्रश्न पेचिलो बनिरहेको छ। एक रिपोर्ट। क्वालालम्पुरबाट उडान भरी नेपाल अवतरणका लागि आएको नेपाल एयरलाइन्सको उडान नम्बर RA 416 को A320 न्यारोबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सकेन। मौसम खराबीको कारण देखाउँदै विमान सिधै भारततर्फ मोडियो अनि भारतको कोलकातामा अवतरण गर्यो। यो घटनाले नेपालमा रहेका अन्य दुई अन्तर्राष्ट्रिय विमानस्थलको औचित्यमाथि प्रश्न उठेको छ। काठमाडौँको मौसममा खराबी भए भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मध्ये कुनै एकमा अवतरण नगराई भारत किन पठाएको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ। कतिपयले त सामाजिक सञ्जालमा नेपालको हवाई क्षेत्रको व्यवस्थापन कहिल्यै नहुने भयो भन्दै चिन्ता व्यक्त गरेका छन् भने कतिपयले जहिले जुन कुरामा पनि भारतकै भर पर्नुपर्ने हो भन्दै आक्रोश व्यक्त गरेका छन्। मुलुकको हवाई क्षेत्रमाथि नै प्रश्न उठ्ने गरी विमान भारतमा अवतरण गर्न पठाइनु सामान्य विषय नभएको भन्दै चौतर्फी आलोचना भइरहँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले भने यसलाई खासै गम्भीर रूपमा लिएको देखिँदैन। प्राधिकरणले हवाई अवतरण प्राविधिक पाटो भएकाले यसलाई प्राविधिक पक्षले निम्त्याएको घटनाका रूपमा मात्रै लिएको छ। विमान भारत पठाइएको विषय मुलुकको अस्तित्वसँग जोड्न नहुने भाव प्राधिकरणका अधिकारीहरूले सञ्चार माध्यममा व्यक्त गरेका छन्। भैरहवामा समेत शुक्रबार भिजिबिलिटी कम भएकाले भारत पठाइएको तर्क प्राधिकरणका अधिकारीहरूले दिएका छन्। अझ नियमित उडान भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमा आधारित भएर जहाजको उडान अवतरण गर्न सक्ने प्रविधि IFR जडान गर्न बाँकी रहेको कारण यो जहाज पोखरा डाइभर्ट हुन नसकेको बताउँछ प्राधिकरण। यसरी मौसमको अवस्थामा सामान्य खराबी हुँदा समेत विमानलाई मुलुक बाहिर पठाउनु पर्ने स्थितिले हवाई क्षेत्र व्यवस्थापनमा गरिएको हेलचक्राई कुन हदसम्म छ भन्ने कुरा बुझ्न गाह्रो छैन। सामान्य समस्या आउँदा पनि मुलुक बाहिर समाधान खोज्नुपर्ने हो भने राज्य कोषको अर्बौं रकम रित्याएर बनाइएका अन्य विमानस्थलको काम के? यो वा त्यो बहाना देखाउँदै पन्छिने शैली कहिलेसम्म? यसै पनि विश्व जगतले नेपाली हवाई क्षेत्रलाई निकै दयनीय छ भनिरहेका छन्। अझ EUले त नेपाली हवाई क्षेत्रलाई कालो सूचीमै राखेको छ। यसरी विश्व जगतमा व्यवस्थापन पक्षमा सधैँ कमजोरी र बेप्रवाहको बिल्ला कहिलेसम्म भिड्ने? नेपालको हवाई क्षेत्रमा देखिएका सानादेखि ठूलासम्मका समस्या समाधान गर्दै व्यवस्थित बनाउनु पर्ने जिम्मा अब नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीदेखि राज्य मन्त्रीको काँधमा आइपुगेको छ। हवाई क्षेत्र जस्तो संवेदनशील र राष्ट्रको प्रतिष्ठासँग जोडिएको विषयमा सरकार र सरकारी निकायको लापरवाही अब सुधार हुनै पर्छ। अन्यथा नेपाल